हाम्रो कलैया वार्ड नम्बर 27 को रामपुर का बहिनीहरूले चाहिँ सामा चकेवा खेल्दै गरेको आज दही चिउरा खुवाउने दिन परेको हुनाले यहाँ दही चिउरा खुवाउनको लागि सबै सजाइएका सामा चकेवा यहाँ राखिएको छ। भोलि हाम्रो गाउँमा सामा चकेवाकै उपलक्ष्यमा भोलि नाच गौरको नाच आउने हुनेवाला छ र त्यसपछि शनिबारको दिन पनि दिनमा नाच हुन्छ भन्ने जानकारी गराइन्छ है। धन्यवाद। यो दही चिउरा खुवाउने चाहिँ चलन यदि कुनै चीज आफूले सोचेको अनुसार हुँदा सामा चकेवालाई चाहिँ दही खुवाउने प्रचलन रहेको छ र कसैलाई छोराछोरी भएको छैन भने हुँदैन भने पनि सामा चकेवासँग माग्दा चाहिँ पाउने गर्दछन् छोराछोरी। यो सत्य घटनामा आधारित छ, यो कुनै झुटो होइन, यो एकदम विश्वव्यापी सत्य हो। सामा चकेवासँग प्रार्थना गरेर राम्रोसँग ढोग्यो भने मागेको कुरा पुरा हुने गर्दछ। धन्यवाद।